तो चलिए शुरू करते हैं। हेलो गाइज, वेलकम टु माई ब्लग। के छ तपाईँहरूको सबैजनाको सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। अनि आज चाहिँ म ल्याउँदैछु मेरो ब्लगमा म घरमा के काम गर्छ हैन। मेरो चाहिँ तपाईँहरूलाई मैले भनेको थियो, लास्ट ब्लगमा भनेको थियो मेरो चाहिँ बेबी छ भनेर। अब बेबीसँग मैले कसरी काम गर्छु हेर्नु होला हजुरहरूले। तर बिहान उठेर त घर सबै सकिसक्यो। अब तैपनि होइन अलिअलि हेर्नु होला। बाई। राम्रो त भन्न आउँदैन, तैपनि ब्लग चाहिँ म गर्ने कन्टिन्यूमा छु गाइस। मैले चाहिँ मेरो भाइको लागि रेडी गरिसक्यो अनि म मेरो छोरी उठिसक्यो भनेर मलाई खबर आइसक्यो गाइस। समीर जाऊ खाजा खाना जाऊ। एकछिन हेलो भनिदेऊ, मेरो ब्लगमा हेलो भनिदेऊ। दुईजना हेलो भनिदेऊ। हेलो गाइस, आज हामी दिदीको ब्लग बनाएको हो। दिदीले अम्मी तिमीले आज हेलो भनिदेऊ न त। यसरी हाले भन न। गाजर लाएर हेर न। ये गाजर लाकी खै दिदी गाजर लाग्छ। आहा कसको छोरी होला हेर्नु न। खै हाँसिदेऊ न त। नमस्ते भनिदेऊ। हेलो भनिदेऊ। है हेलो हाँसिन्छ गरिदिनु। काली खै मामु खै मेरो साथी भने नि, मेरो माया भने नि, मेरो छोरी भने नि, मेरो सबै थोक भने नि हजुर नै हो। हो ए ल गाइस, एकछिनमा भेट्नुपर्छ। म चाहिँ छोरीलाई रेडी गरिदिन्छु। अब मुखसुख धोइदिन्छु है त। बाई बाई एभ्रिवान भनिदेऊ। खै त हाँचेको। हेलो जानु कहाँ हाँचेको। गाइस, मैले मेरो बुढाको लागि नि बनाइदिइसकेँ कफी। से हेलो। चाहिँ मैले बनाएको हो कि बिहानै उठेर डुनट मैले बनाएको हो। कफी नि मैले बनाएको हो। कता मिठो छ। आज त राम्रो बुढी पाउने त भाग्य मानिनु मात्रै भन्ने सुनेको थिएँ। तपाईँले त भनेर त बिहे गर्यो नि त मलाई। आफूले आफ्नो तारिफ गर्नु हो त। कसले गर्छ? हामी अरू जस्तो पढेन। बुढाले पो तारिफ गर्नु। बुढाले तारिफ गरेर बिहे गरेर मासु तानेर भन्दा पनि बढ्दको छैन। बुढाले तारिफ गरेर बिहे गरेर बच्चा पाइसक्यो। अरू थ्याङ्क यू बुढी, मलाई राम्रो छोरी दिनु। राम्रै त स्वर्ग भन्दा पनि राम्रो छ मेरो छोरी। आफ्नो छोरी आफूलाई राम्रो लाग्छ क्या, अरूको छोरी कहाँ राम्रो लागेर हुन्छ त। होइन त गाइस हो भन्नु। अब म चाहिँ खाना बसाल्छु गाइस। मेरो चाहिँ हिजो बेलुकाकै सब्जी छ। अब त्यही हो, अब खाना बसाल्छु। अनि मेरो छोरीको लागि के दियो के बनाउँछ जौलो बनाइदिन्छु। जौलो नि सादा
सादा घिउ सिउ हाल्दिनँ ज्वरो आएको थियो अस्ति त्यही भएर अहिले घिउ दिनँ तर मैले चाहिँ बेलुका घिउ दिएको थिएँ घिउ दिनुपर्छ क्या थोरै दिएको गन्ध मात्रै खानु पऱ्यो तकरा हुनु पऱ्यो तकरा नै होइन मोटो नै होइन के अब मेरो छोरी ठिक छैन अहिले चाहिँ हेल्दी भयो भइहाल्यो नि हेल्दी छ एकदमै भनेर म भन्दै चाहन्छु तपाईँ के भन्न चाहन्छ यो डुनट कसले राखेँ पुग्यो त पनि मैले खाइसकेँ एउटा समीर मैले एउटा अनि उयो खाएँ भात नै खानुपर्छ मेरो बुढा 6 बजे उठेको हो म 5 बजे उठेको हो गाइस शाबाश बेटा यो के सत्य हो बेलुका गेम मैले खेल्छ बुढाले खेल्दैन गाइस सत्य हो यो गेम चाहिँ मेरो बुढाले खेल्छ म केही पनि भन्दिनँ ल गाइस एकछिनमा भेट्नुपर्छ म खाना बसाल्छु ये बाई भन्नु बाई बाई अनि सब्सक्राइब के भन्नु न बुढा प्लिज लाइक शेयर एन्ड सब्सक्राइब सुषमाज ब्लग अनि त्यो उता चाहिँ के हेरेर त्यो त इग्नोर गरे जस्तो भयो राम्ररी भन्नु न प्लिज लाइक शेयर एन्ड सब्सक्राइब होइन समाचारमा कसरी भन्छ मान्छेहरू राम्ररी समाचार मान्छे भन्नु न प्लिज के थाहा छैन प्लिज के भन्नु न तिमी भन नि त कसरी भन्छ भन सामान न म भनिहाल्छु ल अलि राम्रो नमस्ते यो सुषमा ब्लगमा सुन्दै चाहन्छु यो समाचारमा के भन्छ थाहा छैन लाइक सब्सक्राइब अनि सेयर नै गरिदिनु होला अनि रातो रातो हुन्छ कि के हुन्छ घन्टीमा अनि घन्टी जस्तो मैले थिच्दिनु होला टिङ गरेर हस्त धन्यवाद यो समाचार यहीँबाट व्यक्त गर्न चाहन्छु समाप्त गर्न चाहन्छु हस्त धन्यवाद धन्यवाद अनि यो चाहिँ मेरो मेहन्दी हो मेरो मेहन्दी लगाएको 2 दिन भइसक्यो मेरो यता खिरिसक्यो मेरो बुढाले धेरै माया होइन यो देखावटी माया गरे जस्तो लाग्यो मलाई किनकि यो मेहन्दी बसेको थियो 2 दिनमै गयो यो देखावटी माया मेरो बुढाको नाम चाहिँ यता छ लुकेको छ किनकि मैले लुकाएर राखेको थियो मेरो बुढालाई मैले सोसल मिडिया नि गराएको थिएन कति वर्षसम्म 3-4 वर्षमा मैले सोसल मिडिया नि लिएको थिएन गाइस अब मैले लिएँ मैले बच्चा नि पाएँ हे भगवान् म के गरौँ यतिमै व्यक्त गर्न चाहन्छु मेरो कुरालाई व्यक्त के भन्छ समाप्त गर्न चाहन्छु धन्यवाद मलाई माया गर्दै गर्नु होला म तपाईँहरूलाई फनी भिडियो दिँदै गर्छु होला धन्यवाद मस्त जोक मारा रे या हँस रे हल्का हँस कस्तो लाग्यो मेरो समाचार तपाईँ समाचार सुनेर झन्डै डलेरै बेपरे मैले चाहिँ यो जुस बनाएको हिजो आँपको अनि केराको बदाम अनि यो सब्जी मेरो हस्बेन्ड चाहिँ काममा जानु लागिरहेको छ त्यही भएर मेरो हस्बेन्डलाई खाना दिनु लगाएको गोल र 4 गोलहरू कसले जितेर फाइनल आज हुन्छ होइन आज हामीले हेरौँ पैसा दिनुपर्छ है सब्सक्रिप्सन लिनुपर्छ 1000 रुपियाँ बेनाचुङ गएर तिमी चाहिँ के हेऱ्यौ तिमी चाहिँ घर जानु पर्दैन खाना खायो नि नुहाउने घर जाने राम्ररी पढ्नुपर्छ है त्यसरी नदौडी भनेको होइन मैले अर्को एकजना के गर्दैछ पुतली है पुतली कति राम्री छिछि गजल 30 छानो छानो सुनिस्मा यो
यो टिभी त छ मेरो के टिभी थियो सानो हेर सुरिसमाले के खान्छ फोरकै ए पुतली हो पुतली कति ताली बजाऊ गीत सुनेर ताली बजाऊ के हो यो सानो सानो देख्ने बच्चाले त औ गाजलुती सानो लिनु Thank you, buddy. वेलकम Wow. हिजो भर्खर खायो कि यो तपाईँले नाटक चिसोमा जानु चिसो भयो मिठो छ खाना खानु तातो छ सादा भात है हाम्रो चाहिँ आज भरे मासु खाने हामीलाई चाहिँ भेजै मनपर्छ है गाइस भेजै मनपर्छ भेजै मनपर्छ साग दाल भात आलु तरकारी भेजै मनपर्छ तिमीलाई के मनपर्छ मलाई चक्लेटी ल खानामा भने पनिर अनि अनि खसी अनि अनि ल नहाँसिकन भन न खानामा खानामा ढेँडो मनपर्छ कि चामल मनपर्छ ढेँडो आज पकाइदिउँ त साँच्चै हो सम्झिने आउँदैन ढेँडो पकाउन हेलो अनि एउटा मान्छे छ क्या हाम्रो चाहिँ घर यस्तै हो लथालिङ्ग बच्चा भएपछि होइन अघि होइन अनि मेरो रुम हेर्नु सक्नुहुन्छ यस्तो छ गाइस यहाँ म सुत्ने गाइड थिएन यहाँ म सुत्ने गाइड आरामले सुत्ने हो पापा भन् ए आफै आम्मा कति गुड गल्यो मेरो छोरीलाई यो चाहिँ भएन है यो भएन अहिले लुगा फेरिदिन्छ आज मामु लु छुचुच खान्छ गरी खोइ सबैलाई छुचुच गरेर देखाउँ ल नाची खै र ए ताली बजाऊ गीत ताली बजाऊ खै छुनेसमा त कम्मर हल्लाऊ गीत सुनेर कम्मर हल्लाऊ गोल घुमा गीत सुनेर नाच्ने मुडमा छैन रे काली कस्तो मोड छैन माम खाएर बिर्छस् भन्थ्यो मेरो यहाँ जुस पकाउनु तपाईँले ए एहे मेरो छोरी बस्ने कसरी बस्छ हौ नाची खै नाची मेरो छोरीलाई चाहिँ यो गीत तमासै मनपर्छ पछि गर नि त ल नाची गर्दा हिजो बेलुका त मलाई उयो म जुस बनाउँदै थियो कि होइन ऊ त मेरो यसरी हो त्यसरी आएर खुट्टामा बसिरहेको रहेछ कस्तो हाँसो गर
नाच्दैन तपाईँ नाच्दिनु बा तपाईँ नाच्दिनु नि त गल गल गुमा ए ए ए ल गाइस बाई अब म खाना खुवाएर मात्रै हजुरहरूसँग भेट्छु है त बाई अब चाहिँ हाम्रो टर्न हो खाना खाने यो घिउ भयो आलु मस्यौरा हो यो मेरो भाइको खाना खुवाउन खुवाउन चाहे त्यसरी नदेखाउ न पानी पनि खान लाग्यो यो चाहिँ डल्ले खोर्सानी अर्ग्यानिक हो नि फेरि गाइस किनकि यो हाम्रो बारीको हामी खाएर भेट्छु यो त जुस भइहाल्यो है त गाइस हामीले चाहिँ खाना नि खाइसक्यो अनि मैले चाहिँ छोरी रोइरहेको थियो अनि छोरा नि सुताइसक्यो खाना खाइसकेपछि हालत यस्तो छ अब जसरी भयो नि धुनै पर्छ त्यसमा खानै पर्छ भन्यो नि यो माइ गड हाम्रो नेपालमा चाहिँ किन यस्तो होला कि बिहान नि भात बेलुका नि भात अझ हुँदा नि बिहानको रहेको खाना फ्राई राइस बनाएर खाइरहेको हुन्छ किन होला यस्तो त्यही भएर हाम्रो नेपालीहरू ज्याचन्द तकरा छ होइन झन् पहिलेको जमानामा त कस्तो हुन्थ्यो भने अब हामी गाउँमा हुर्किएको त त्यस्तो हुन्थ्यो अब चामलको भात खान सक्दैन थियो अब ढेँडो हुन्छ नि ढेँडो खान्थ्यो हामीले चाहिँ अनि बिहान नि ढेँडो रहेको ढेँडोलाई तताएर आगोको भुप्रोमा हालेर तताएर हाल्थ्यो क्या अनि त्यसमा नुन खोर्सानी ठिक गरेर खान्थ्यो क्या हामी यस्तो मिठो हुन्थ्यो होइन अहिलेको बच्चाहरू मासु दिँदा नि खाँदैन चामलको भात दिँदा नि खाँदैन हाम्रो जमानामा चाहिँ डेन्जरै थियो है ल गाइस अब म यो चुट्की गरेर म होइन भाँडा मस्काउँछु मान्छेले यस्तो गर्छ होइन चुट्की गरेर एकैचोटि भाँडा सारा मस्काएर पुरा सफा गरेर देखाउँछ होइन मैले त्यस्तै गर्छु है ल 1 2 3 मैले चाहिँ भाँडा नि पखालिसकेँ किचन सफा गरिसकेँ गाइस त्यसरी नखेला भने मैले हेलो म चाहिँ भान्जीसँग समातेछु सम्हालेको देखिरहेको छु दौडेर खेलेकै छैन त्यसरी नखेल भने होइन मैले हिजोदेखि मैले त्यसरी नखेल भने हो कि अनि किन खेलेको अनि किन खेलेको किन खेलेको भने खै सरी भने सरी म त्यहाँ छ र ज्ञानी हुने है के भन्न चाहन्छ मेरो ब्लगमा केमा मैले बनाएको थिएन नि त ब्लगमा के भन्ने अलि दिदी चाहन्छु कस्तो दिदी चाहन्छु मेरो ब्लगमा के भन्न चाहन्छु भने चाहन्छ भने हेलो गाइस ब्लगमा चाहिँ हामी दिदीको ब्लगमा म अनि भान्जी यहाँ छ चकचकी भान्जी हो धेरै मुट्ने हक्ने हो मुट्दैन ये बड़ी अच्छी बात कही आप उफ्रिन्छ अनि क्यामेरामा हेरेर भन न समी अनि जेनीसँग खेल्दै थिएँ है लास्टमा क्यामेरामा हेर न जेनीसँग
लाज लाग्यो लु यसरी लडेँ म होइन अब के गर्नु त लडेपछि त सानो तिमी धर्नेको सुट्ने भनेर गाएछ म आज के अरे म जेनीसँग थिएँ खेल्दै थिएँ जेनीले मलाई च्याट्यो जेनीले मलाई गालामा च्याट्यो त्यही भएर त्यस्तो भए तिमी जेरी जस्तो भए भन्जी हेर ल एकछिन म ओछ्यान मिलाएर आउँछु है तपाईँको अनुहार देखाउनु थियो फेरि तपाईँको अनुहार क्या कति सेतो Thanks. Love you. Forever. अनि मेरो अनुहार भन न यहाँ चाहिँ लुगा मिलाउँछु गाइस मलाई त निन्द्रा लागिसक्यो बिहान जाने उठ्नुपर्छ बच्चा भएपछि आधी रातमा नि उठ्नुपर्छ दुध दिनुपर्छ आधी रातमा फेरि मेरो बच्चा कस्तो छ भने चला चला गर्छ कहिले खुट्टामा नि हुन्छ कहिले कहाँ हुन्छ कहिले पेटबाट तलाउ नि लडिरहेको हुन्छ त्यही भएर उठिराख्नुपर्छ बच्चा हुनेहरूलाई धेरै गाह्रो छ बच्चा हुनेहरूले मात्रै बुझ्छ होला यो कुरा है त अनि म लुगा मिलाउँछु गाइस मेरो बेड मिलाउँछु कति बजिसक्यो बेड बल्ल मिलाउनु लागिरहेछ मैले त्यही हो अघि चाहिँ मेरो छोरी सुतिरहेको थिएँ फेरि सुत्थ्यो तर यहाँ को मान्छे आउनुभयो अनि त्यही हाम्रो चाहिँ जेरी भनेको चाहिँ कुकुर हो है गाइस उसको लागि सुइहाल्नको लागि सोध्न आएछ तर हामीले त्यो दाइबाट लाउँदैन नि त अर्कैबाट लगाइरहेको हुन्छ त्यही भएर ऊबाट चाहिँ लाएन हामीले अब उसको नि 1 वर्ष भइसक्यो सुइहाल्नेको अब हाल्नुपर्छ उसलाई नि पालेपछि कर्तव्य नि निभाउनुपर्छ हेर्नु बात तो सही है. आफ्नो छोराछोरी सम्झ्यो भने त्यही हो कुकुर भनेको त्यही त हो नि अब बिचरा उनी मान्छे जस्तै त हो हौ भनेको उसलाई भोक लागेको भनेको होला के होला होइन गाइस यस्तै हो तर मलाई चाहिँ निन्द्रा लागेको अवस्था छ ओके गाइस अहिले एकछिनमा भेटौँला है त बाई फाइनली गाइस मेरो काम भित्रको काम सकेको छ हेर्न सक्नुहुन्छ टेन्टेरे छानु सुनिसमा के खाएको यस्तै मेरो काम है त बाई गाइस हेलो म भोलि आज घर जाँदैन हो दिदीले को काम हुन्छ होला के हो दिदीले को काम हुन्छ होला त्यो नलिकन भन्न सक्दैन के भन्नु त्यस्तो मेनाजुले काम के गरेर मेनाजुले काम गर्दैन फ्री फायर पब्जी खेल्छ ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा मारे मलाई मारे मार अनि यो किचनमा यो यसरी राख्ने काम चाहिँ को हो त ओ समीर यो तिम्रो काम होइन मैले यहाँ राखिदेऊ न भने आम पर्छ खाम आम पहिला उठे खाम कति बन्द गरिन रहेछु नाटक नगर यहाँ आऊ त तिमी यही हो तिमीले मिलाएको चाहिँ ल ठिक छ गुड नैनी कहाँ छ है नैनी कहाँ छ तिमी भोलि स्कुल छ होइन स्कुल जानु पर्दैन नङ कट्नु पर्दैन न म चाहिँ मेरो भाइको लागि नङ काटिदिन्छु गाइस अनि म छोरीको लागि चप्पल लगाइदिनु पर्यो हो कि होइन हो नयाँसम्म त्यसरी अनि कहाँ त्यसरी त यहाँ दिदीले समातेको ठाउँमा देखाऊ है मुखमै टाक्छ न अलिक टाढाबाट गर न समीर छ्या के गरेर यहाँ खुट्टोमा देखो यहाँ भान्जीको
सुनिस हेलो गाइस यहाँ सुनिस मलाई चप्पल लगाइदिइरहेछ काम गर्नु पर्यो दिदीलाई धेरै सुनिस मात्रै काम गर्दैन आफूले खेलेर बस्छ धेरै देख्न सक्नुहुन्छ मेरो भाइको हातको नङ यत्रो लामो लामो के हो यस्तो खोइ खुट्टा देखाऊ ओ माई गड मान्छे नि देखाऊ कालो न कालो आयो एकजनाले छोटै क्यामेरा छोपेर देखाइदिउँ भन्छ छानो ओ सिट यसले चाहिँ कान चाहिँ गाइज नङ काटेर बेटौँ ल भाइ गाइज फेरि मेरो छोरी सुतेको छ फेरि त्यही काममा म चाहिँ के गर्नु लागिरहेको छु हेर्न सक्नुहुन्छ हजुरहरूले यो चाहिँ रातो माटो है अनि म चाहिँ यहाँ हेर्नु यस्तो भएको छ मैले बिहानै यहाँ सफा गरेको थियो किनकि रातो माटो लिप्छु भनेर सो म लिप्छु अब है अनि चाहिँ छोरी सुतेको छ उसको मामा चाहिँ राखेको छ मामा चाहिँ भयो भने एकदम सजिलो भइरहेको छ मलाई अब यस्तो गर्नुपर्छ यसले होइन गाउँघरमा घर कसरी लिप्छ त्यसरी होइन यस्तो गर्ने हो यसमा के एउटा टालो लिएर झन् राम्रो हुन्थ्यो होला है र म हातले लिप्छु होइन चाहिँ ए कस्तो हुन्छ हाम्रो गाउँघरमा त चाहिँ योभन्दा नि रातो देखाउँछ छिटो रहेछ देख्यो भने साथीहरू हामी केटी मान्छेहरूले कति काम गरे नि सकिँदैन क्या छोरी मान्छेहरूले घरको काम भन्छ नि एकछिन सकिन्छ भन्छ नि सकिँदैन बच्चा भयो भने झन् गाह्रो हुन्छ बच्चा कतिखेर सुतेर काम गरेर हुनुहुन्छ है अहिले चाहिँ मेरो बच्चा सुतेको छ र मैले काम गर्न लाग्छ कसरी लेख्ने हो भइरहेछ क्या लेख्न त आउँदैन मलाई नि गाउँघरमा पहिले नि मैले त लेख्दैन हो यस्तो यहाँ मन्दिर एकदमै कस्तो नराम्रो देखेँ लेख्नु लागेको तयार हुँदैछ पापाले भाइ क्या हो एउटा झिङ्गा कस्तो झिङ्गा परेछ हौ घरमा नि अब यो यस्तो गरेर होइन लिप्नु पर्ने हुन्छ यो सकेर अनि खाजा बनाउनु पनि हुन्छ ठिक्क भइसक्यो ठिक छ यसरी त लिने त होला नि एउटा टालो एउटा भयो नि जे भयो नि चाहियो पानी परेर सबैको हो यो केटी मान्छेको यस्तै हो मेरो बुढाको कामबाट आउनुहुन्छ अब खाजा बनाउनु पर्ने हुन्छ हेर्नु यो लिपिसकेपछि देखाउनु है हजुरहरूलाई एउटा हालीसम्म क्यामेरा एउटा अब काम गर्नु पऱ्यो नि है के कसो हो यसरी त लिप्ने त नि होइन र के कसो हो भाइहरूले यसरी त हो नि होइन गाइस होइन र अलिकति देखाएपछि भाइहरूले नि अब एकछिनमा देखाउँछु म हजुरहरूलाई है बाई गाइस हाम्रो चाहिँ खाजा पाक्यो है यो चाहिँ कतिजना थाहा हुँदैन होला यो चाहिँ शेर्पाहरूले खान्छ केन्टोको यो चाहिँ है कौन है ये लोग कहाँ से आते हैं यस्तो तरिकाले देख्छ अनि पाकिसक्यो मेरो छोरीले नि खाजा खाइसक्यो मेरो छोरी हेर्नु नि आमा खतरो के खेलाडी डेन्जर हो है डेन्जर अच्छा आमा ल डेन्जर हो डेन्जर
ये अप्पा लरे अप्पा चाहिँ लरे ये लरे ऊ ढल्नु मन छैन नि त मैले तेल लगाएर डह्रो बनाएको छ नि है त्यो गर्नु त्यस्तो भन्नु हुँदैन है जीवन एकजना चङ्गे बहादुर कस्तो भएछ त मिठो भइछ एउटा खाइ हेर न मिठो रे अनि यस्तो रे ल के भएर मिठो मुखले भन्न नसके चिज यस्तो रे क्या मलाई त कस्तो रे तपाईँलाई कस्तो रे खै त थ्याङ्क यू म को आइटी थ्याङ्क यू दिदी भन न ल गाइस हामी चाहिँ खाएको है त देखाउन नि बेनाजुरा खै ल के भन्न चाहन्छ मेरो भ्लगमा मेरो बिहानदेखि सोच्दैछु यसो माथि भ्लग बनाउँछ भन्छु नि दिदी चाहन्छु दिदी चाहन्छु रे ल गाइस गाइस आज हाम्रो भ्लग यति नै हो होइन मेरो भ्लग कस्तो भयो यति नै होला होइन अब रात बढिसक्यो अब खाना पकाउनु पर्छ मेरो छोरी फेरि सुतिसक्यो अब मलाई निन्दा लाग्दैछ त्यही हो गाइस पानी परिरहेछ पानी परेछ पानी परेको परे पानी परेको परेकै छ भाइको भोलि स्कुल थियो पानी परेछ अब भोलि पठाइदिन्छु गाइस अहिले चाहिँ मेरो भिडियो राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला बाई एभ्रिवान लभ यु बाई भन्यो नि त Bye-bye. अनि Like, share, and subscribe, please.